हाई गाइज मलाई चाहिँ छ नि मैले चाहिँ एक दुई दिनदेखि भिडियो हालेको थिएन नि त। अनि मलाई चाहिँ कतिजनाले स्पेसली मेरो घरको मान्छेले हेर्ने मान्छे उनीहरू नै त हो। अनि मलाई सोध्नु हुँदै थियो क्या भिडियो किन नहालेको भनेर। भिडियो किन नहालेको भन्दाखेरि चाहिँ मेसेज गर्नुभएको थियो, कल पनि गर्नुभएको थियो होइन। भिडियो नहाल्नुको कारण चाहिँ के भन्दाखेरि चाहिँ मेरो नानी चाहिँ बिमार भइरहेको थियो नि त। अलिअलि बिमार हुँदाखेरि पनि पुरै टेन्सन हुँदो रहेछ आमा बाउले नि। अन्त अहिले चाहिँ ठिकै छ हो। नानी चाहिँ लगेर लिएर आयौँ डक्टरकोमा। अनि उसलाई चाहिँ अस्ति त्यो लगाएको इन्जेक्सनको रिएक्सन भएको छ नि त, त्यो चाहिँ हुन्छ अरे। त्यसले गर्दाखेरि चाहिँ कति साह्रो परिरहेको थियो, रातभरि नसुतेर हो। अब अहिले चाहिँ ठिकै छ, त्यति नै हो। आज म खाजा खाँदै गरेको यहाँनिर भाइ चाहिँ सुतिरहेको छ कि। यता बाहिर चाहिँ भाइको आज चाहिँ बेड पनि बनिँदैछ, क्रिप बनाएको नि त। हाम्रोमा चाहिँ कोक्रो छैन नानीको हो, कोक्रो नल्याएको क्रिप, अन्त त्यसको लागि क्रिप बनाएको नि त। हामी चाहिँ किन्नेवाला थियौँ कि फेरि सोच्यौँ किनेको भन्दा बरु घरमै बनाएको राम्रो हुन्छ भनेर, अनि त्यही भएर घरमै बनाएको हो। त्यति नै हो। अहिले अलिक ठिकै छ मेरो छोरो। नानी बिमार हुँदा कहाँ फोन यसो अगाडि भिडियो बनाइबस्नु होइन, त्यो त ध्यानैमा आउँदैन रहेछ हो। अनि त्यसले गर्दाखेरि चाहिँ भिडियो बनाएको छैन नि त। अनि फेरि अब नानी बिमार हुँदा आमासँगै मात्रै त हुन्छ, रुखै हो। दुध खाएकै रातभरि भगवान्, राति पनि आमामा कति बेरसम्म चाहिँ हतपत नसुतेर हो। अब एउटा सुत्यो नि त, मजाले सुत्ने हो, एकछिन उठ्ने नानी होइन, दुध खाएर सुतिहाल्ने। तर त्यस्तो भएकोले गर्दाखेरि चाहिँ अलिकति बिजी भएको थिएँ, भिडियो हाल्नु पाएको थिइनँ। अब चाहिँ भिडियो हाल्छु है म।